यो चाहिँ सङ्खुवासभा मकालु गाउँपालिका वडा नम्बर 6 वालेङ साबिक याफु गाविस वार्ड नम्बर 5 वालेङ हो। तपाईँले देख्न सक्नुहुनेछ यो पारिपट्टिको चाहिँ मकालु 6 नम्बरको चाहिँ राजधानी डाँडागाउँ। यहाँ चाहिँ हाम्रो वडा कार्यालय, हाम्रो राजधानी जे भने पनि यहाँ चाहिँ हाम्रो सबै जनताहरूले सेवा सुविधा लिने ठाउँ हो। तपाईँहरूले देख्न सक्नुहुनेछ यो चाहिँ मकालु गाउँपालिकाको एकदमै सुन्दर ठाउँ। यो बादलले छोपेको फेरि उतापट्टि चाहिँ हाम्रो सिलिचोङ गाउँपालिका वार्ड नम्बर 5 याङदेन अनि गोङथाला। यहाँ चाहिँ शेर्पा र कुलुङ जातिको बसोबास हुँदै आइरहेको छ। यो चाहिँ साबिक याफु गाविस वार्ड नम्बर 9 हो। अनि यहाँ चाहिँ हाम्रो सिलिचोङ गाउँपालिका र मकालु गाउँपालिकाको सङ्गम स्थल सिमाना। यो चाहिँ पिखुवा खोला भन्छन्। अनि यहाँदेखि यहाँ तलसम्म चाहिँ पिखुवा हुँदै आएको छ। अनि त्यहाँदेखि फेरि तल यहाँ अरुणमा मिसिने बेला चाहिँ फेरि यही खोलालाई मान्छेले पुखुवा भनेर पनि भन्दै आइरहेको छ। अनि यो चाहिँ हाम्रो सुन्दर वालेङ गाउँ हो। तपाईँले देख्न सक्नुहुन्छ। अलिकति मैले जुम पनि गरेँ। यहाँ पाङ डाँडा हुँदै सेलाउने डाँडा, स्कुल डाँडा, अनि यहाँदेखि हुँदै चाहिँ गाउँ, हाम्रो गाउँ। अनि यहाँ चाहिँ वालेङ स्कुल र वालेङ चर्च यहाँ तपाईँले देख्न सक्नुहुनेछ है त। यहाँ चाहिँ यहाँ दुईटा